Okay your la. time. कविताको शीर्षक सपनाको देश क्यानाडा। Okay. गाउँभरि बिसायो भन्दै सुनाउँदै, Mhm. गाउँभरि बिसायो भन्दै सुनाउँदै, Mhm. सपनाको देशमा आए म त रमाउँदै, सपनाको देशमा आए म त रमाउँदै। अरू जस्तै आए मनी विद्यार्थीको भिसामा, अरू जस्तै आए मनी विद्यार्थीको भिसामा, त्यही दिनदेखि आफन्त नि जले रिसमा, त्यही दिनदेखि आफन्त नि जले रिसमा। नामको मात्र पढ्न आएको, नामको मात्र पढ्न आएको, गर्नु थियो काम, नामको मात्र पढ्न आएको, गर्नु थियो काम। दिन बित्यो हप्ता बित्यो केही पाइन नि आमा, दिन बित्यो हप्ता बित्यो केही पाइन नि आमा। Mhm. ढिलो चाँडो काम पाइएला भन्ने आशे आसमा, ढिलो चाँडो काम पाइएला भन्ने आशे आसमा, भित्रभित्रै टुटिसक्या थिएँ म त खासमा, Ui. भित्रभित्रै टुटिसक्या थिएँ म त खासमा। Mhm. हेर्दा हेर्दै 4 महिना बितिसकेछ नि, Uba. हेर्दा हेर्दै 4 महिना बितिसकेछ नि, नेपालबाट ल्याएको पैसा रित्तिसकेछ नि, नेपालबाट ल्याएको पैसा रित्तिसकेछ नि। न त रुन सक्छु आमा तिमीसँग, न त रुन सक्छु आमा तिमीसँग, आफ्नै आफ्ना रिसा गर्छन् परे म त दङ्ग, Mhm. आफ्नै आफ्ना रिसा गर्छन् परे म त दङ्ग। Mhm. अझै पनि हिम्मत मैले हारेकी त थिइनँ, अझै Okay. पनि हिम्मत मैले हारेकी त थिइनँ। Mhm. आफ्नो मन टुटाउन मैले कति दिन, आफ्नो मनलाई टुटाउन मैले कति दिन। Mhm. रिफरेन्स बिना काम पाइँदैन भन्ने कुरा बुझेँ, रिफरेन्स बिना काम पाइँदैन भन्ने कुरा बुझेँ। साथीसँगी बनाएर म आफै नै झुकेँ, Okay. साथीसँगी बनाएर म आफै नै झुकेँ। नआत्तिनु छोरी भन्थ्यौ तिमीले भन्या सही हो, नआत्तिनु छोरी भन्थ्यौ तिमीले भन्या सही हो, तिमीले भन्या जस्तै आमा राम्रो काम नि पाइयो, Wow. तिमीले भन्या जस्तै आमा राम्रो काम नि पाइयो। मरिलानु के नै छ र 2 दिनको चोला, मरिलानु के नै छ र 2 दिनको चोला। भर्खराको भाइ बहिनी नि नआत्तिनु होला, भर्खराको भाइ बहिनी नि नआत्तिनु होला। थ्याङ्क यू सो मच। Nice. यो चाहिँ कस्तो भने अब क्यानाडा आएर मेरो भोगाइ चाहिँ यही नै हो कि, भर्खरै आउने बित्तिकै मैले भने नि मैले 4 महिना काम पाइनँ होइन। Mhm. अनि म जस्तै कति हुनुहुन्छ, मैले त 4 महिना पाइनँ, 1 वर्षसम्म नपाउने पनि हुनुहुन्छ कि। अनि मेन कुरा भनेको रेफरेन्स, रेफरेन्स बिना कामै पाइनँ। न आमासँग रुन सकिन्छ, न साथीभाइलाई भन्न सकिन्छ, Mhm. तर एकदमै प्यासेन्स भएर अलिकति मेरो पनि राइट टाइम आउँछ है भनेर बसेर अनि साथीसँगी बनाएर आफ्नो कुराहरू सेयर गर्ने। हामी चाहिँ कस्तो हुन्छ भने लाज मानिन्छ कि हामीले आफ्नो प्रब्लम सेयर गर्नलाई। मैले काम पाएन भनेर भन्नलाई पनि ला उसले के सोच्छ भनेर भनिन्न नि त, एउटालाई भन्यो अर्कोलाई भन्यो, काहीँ न काहीँबाट त बरु पाउन पाइन्छ। सकिन्छ नि त। अनि त्यो भएर साथीसँगी बनाएर मैले काम पाएँ भनेर त्यो सबै मेरो भोगाइ हो। र म जस्तै इन्टरनेसनल स्टुडेन्ट्स जो पनि आउनु भएको छ नेपालबाट क्यानाडा, उहाँहरू सबैलाई चाहिँ म के भन्न चाहन्छु भने एकदमै वेट गर्नुहोस् आफ्नो टाइमको लागि, नआत्तिनुहोस्। आउने बित्तिकै एकदमै टपमा पुगिन्छ भनेर कहिले पनि सोच्नु हुँदैन, झ्याप्प माथि पुग्यो भने झ्याप्प तल पनि झरिन्छ। त्यही हो। त्यही भएर बिस्तारै गर्ने तर राम्रोसँग राम्रो गर्ने गर्ने। भन्ने कुरा हो।